오늘 교회 앞에 주신 말씀 आज मनैलाई दिनुभएको परमेश्वरको वचनको शीर्षक छ येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई दिनुहुने धार्मिकता। वचन रोमी 3 अध्यायको 21 देखि 22 पद सँगै पढौँ। रोमी 3 अध्यायको 21 र 22 पद। तर अब त व्यवस्था बिनै परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ। त्यसैको गवाई व्यवस्था र अगमवक्ताहरूले दिएका छन्। येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ, किनभने केही भेद छैन। आमेन। वचन बोल्नुहुने विश्वको निम्ति र वचन सुन्ने हामी सबैको निम्ति प्रार्थना गरौँ। 하나님 아버지, परमेश्वर पिता, 오늘 주의 날에 आज प्रभुको दिनमा 말씀을 선포하기 हामी 위해서 तपाईको वचन प्रचार गर्नको निम्ति 종에게 큰 은혜 तपाईले आफ्नो 주시고 दासलाई 또 ठुलो अनुग्रह 하나님의 दिनुहोस् 권세와 또 र 하나님의 마음을 तपाईँ 풀어 परमेश्वरको 열어주시기를 अधिकार र 간절히 तपाईँको 선포할 때 मन 우리 모든 र 성도들이 इच्छा प्रकट 우리 하나님 गर्नुहोस्। 주신 것을 다 받으며 अनि प्रचारेको वचनद्वारा हाम्रा सबै सन्तानहरूले तपाईँको इच्छा 생명의 र तपाईँको अनुग्रह पाउन सकियोस् अनि 또 जीवनको ठुलो 소중한 बल 비전을 र 할 수 있도록 ठुलो भिजन 감동하시고 दिनुहोस्। एक एकजनाले तपाईँले प्रभावित पार्नुहोस् र एक एकजनामा तपाईँले काम गर्नुहोस्। 예수 이름으로 येशू प्रभुको नाममा 기도드리옵나이다. प्रार्थना चढाउँछौँ। आमेन। 하나님께서 परमेश्वरले येशूलाई यस संसारमा पठाउनु भएको चाहिँ 바로 죄에 물든 पापमा परेका 인간들로 하여금 मानिसहरूले 그를 믿고 उहाँमा विश्वास गरोस् र 지옥의 멸망으로 नरकको विनाशबाट 가는 길에서 बच्न सकोस् 도록 하기 위한 것이었습니다. भनेर थियो। हो, 인간은 모두가 하나같이 सबै मानिसहरू चाहिँ एकै नासले सबै मानिसहरू चाहिँ पाप स्वभाव छ र दुष्ट कामहरू 그런 삶을 एकदमै 살고 있습니다. सधैँभरि गर्ने गर्छन्। 한마디로 의가 없는 자들인데 एउटै शब्दमा भन्नुपर्दाखेरि चाहिँ धार्मिकता नभएका मानिसहरू हुन्। 의의 반대인 악, त्यसै कारण धार्मिकताको विपरीतका दुष्टताहरू मात्रै तिनीहरूमा हुन्छन् अनि तिनीहरूले त्यो दुष्ट काम गर्नुमा चाहिँ तिनीहरूमा धार्मिकता नभएको कारणले हो। 절실한 것은 त्यसै कारण मानिसहरूको निम्ति अत्यावश्यक कुरा चाहिँ 갖추는 것입니다. धार्मिकतालाई ग्रहण गर्नु हो, धार्मिकता लिनु हो। 지금 말하는 의인은 바로 완전한 तर यो 그 धार्मिकता 의를 चाहिँ 말합니다. 상대적으로 यस संसारमा 의로보다 भएको 저것이 나오면은 धार्मिकताहरू होइन, 상대적으로 एउटा सिद्ध 의롭다고 धार्मिकता 볼수 हो। 있는 경우가 많이 있는데 यस संसारमा चाहिँ एउटा कुरालाई अर्को कुरासँग तुलना गर्दाखेरि धार्मिक देखिने कुराहरू धेरै छन्। तर आजको वचनमा भनेको यो धार्मिकता चाहिँ परमेश्वरको धार्मिकता हो, परमेश्वरसँग मात्रै भएको धार्मिकता हो। अनि त्यो धार्मिकताको अभाव भएकोले 도무지 자신의 र 노력으로 आफ्नै क्षमताले त कदापि त्यो धार्मिकतालाई प्राप्त गर्न नसक्ने, हासिल गर्न नसक्ने यस्ता मानिसहरूमा परमेश्वरले त्यो ईश्वरीय धार्मिकता दिनुहुन्छ र तिनीहरूलाई उद्धार गर्नुहुन्छ। 이런 상황에서 यस अवस्थामा परमेश्वरले मानव जाति 바로 그 의를 가질 수 मानव 있도록 जातिले त्यो धार्मिकता प्राप्त गर्न सकोस् 그가 세상에 베풀어 भनेर 주신 उहाँले 것인데 यस संसारमा पठाउनु भएको कुरा छ। 이것은 바로 예수를 믿는 त्यो चाहिँ 믿음입니다. येशूमा विश्वास गर्ने विश्वास हो। 이 믿음은 어떤 것인가? अनि यो विश्वास चाहिँ कस्तो विश्वास हो 이 त? 믿음은 यो विश्वास 예수님을 चाहिँ येशूलाई 사람이 예수님을 자신의 그리고 कुनै 자신의 모든 मानिसले चाहिँ 것을 येशूलाई 주인으로 आफ्नो 삼으며 र आफ्ना सम्पूर्ण कुराको मालिकको रूपमा लिनु र उहाँलाई 왕이신 एक सार्वभौमिक राजाको रूपमा 모시는 것입니다. सेवा गर्नु हो, ग्रहण गर्नु हो। 단순히 그를 그렇게 여기는 정도가 아니라 उहाँलाई त्यसरी सोच्ने मात्रै होइन कि आफ्नो मनमा र आफ्नो मन र सम्पूर्ण जीवनलाई उहाँमा समर्पण गर्ने र उहाँमा आज्ञाकारी भएर उहाँलाई पछ्याउने बाटोमा हिँड्नु हो। त्यसकारण एउटै शब्दमा भन्नुपर्दाखेरि चाहिँ जीवनलाई पूर्ण रूपमा परिवर्तन गर्नु हो।
인간이 죄인이기 때문에 मानिस चाहिँ 멸망의 पापी 형벌을 받지 भएको 않을 수 कारणले 없습니다. चाहिँ 그러나 नरकमा नपुगी सक्दैन। 그들이 그 형벌을 받지 않는 길이 त्यसकारण तिनीहरू चाहिँ त्यो 마침내 नरकको 나타났습니다. दण्डबाट बचाउने 지난주에 우리가 बाटो चाहिँ 여기까지 खोलिएको छ। 함께 말씀을 गत 나눴습니다만 गत हप्तासम्म चाहिँ हामीले यहाँसम्मको वचन हेऱ्यौँ। 사람이 의롭게 될 수 있다고 유대인들은 생각했는데 यहुदीहरूले चाहिँ व्यवस्था पालन गरेर तिनीहरू धर्मी ठहरिन्छ भन्ने सोचेका थिए। 갖고 있었던 방법, 즉 यहुदीहरूको यो तरिका अर्थात् व्यवस्थालाई एकदमै पालन गरेर अथवा पूर्ण रूपमा पालन गरेर 의로운 수준에 चाहिँ 이르러서 एकदमै उच्च स्तरको धार्मिकता प्राप्त गरेर परमेश्वरबाट मान्यता पाउने र तिनीहरूको त्यसद्वारा तिनीहरूको पापबाट चाहिँ तिनीहरूले मुक्ति पाउँछ भन्ने तिनीहरूले सोचेका थिए। 완전히 다른 길입니다. तर त्यसो होइन। 이것을 일컬어 율법 외에 त्यसकारण भनिएको छ रोमी 3 अध्यायको 21 पदमा व्यवस्था बिनै परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ। यो धार्मिकता चाहिँ व्यवस्थाबाट आउने धार्मिकता होइन, व्यवस्था बिनै आउने धार्मिकता परमेश्वरबाट आउने धार्मिकता हो। मानिस चाहिँ नाश हुन्छन् किनभने तिनीहरूमा धार्मिकता हुँदैन अनि व्यवस्थाले कदापि मानिसमा मुक्ति ल्याउन सक्दैन, मानिसलाई उद्धार गर्न सक्दैन भन्ने कुरा यहुदीहरूलाई थाहा थिएन। मानिस चाहिँ पापको दण्डबाट बस्नु हो भने धार्मिकता चाहिन्छ, तर तिनीहरूलाई त्यो पापबाट आउने विनाशबाट बचाउने धार्मिकता चाहिँ व्यवस्थाबाट आउन सक्दैन, अर्थात् तर अर्कै ठाउँबाट आउँदछ, अर्थात् परमेश्वरबाट आउँदछ र यो चाहिँ एकदमै अर्कै धार्मिकता हो। व्यवस्था बिनै परमेश्वरले चाहिँ विश्वास गर्नेहरूलाई दिनुहुने धार्मिकता। अनि यस आजको वचनले देखाएको धार्मिकता चाहिँ बताउन खोजेको धार्मिकता चाहिँ यही हो। व्यवस्था भन्नाले चाहिँ मोसाले यो गर त्यो गर भनेर आज्ञा गरेका आज्ञाहरू र विभिन्न प्रकारका बलिदानका विधिहरू र आराधनाका तरिकाहरू पुरानो करारका पहिलो 5वटा पुस्तकहरूमा लेखिएको कुराहरू मात्रै हो कि त्यो पनि हो, तर अर्को अर्थमा चाहिँ सम्पूर्ण पुरानो करार बाइबललाई नै पनि व्यवस्था भनेर भनिन्छ। अनि अर्को चाहिँ व्यवस्था भन्दाखेरि व्यवस्थावादलाई भनिन्छ। त्यो चाहिँ वाक्य अनुसार अलिअलि फरक अर्थहरू हुन्छ। तर आजको वचनमा व्यवस्था बिनै भनेर भनेको छ। त्यो चाहिँ येशू र पावलको पालामा यहुदीहरूको जीवनका विशेषताहरूलाई भनिएको हो। त्यतिखेर चाहिँ तिनीहरू कुनै कुरा पालन गरेर मूसाको व्यवस्था होस् अथवा 10 आज्ञा होस्, सम्पूर्ण धर्मशास्त्र होस्, कि जे भए पनि कुनै मानिसले चाहिँ एकदमै प्रयत्न गरेर एकदमै पालन गरेर हामी चाहिँ धर्मी ठहरिन्छौँ भनेर गलत रूपमा बुझेका तिनीहरूका बुझाइहरू, तिनीहरूका जीवन शैलीलाई बताउँदछ। त्यसकारण कुनै कुरा एकदमै पालन गर्नलाई मानिसहरूमा बाध्य तुल्याउने त्यो नियमहरू, विधिहरू, त्यो आवश्यकताहरूलाई चाहिँ व्यवस्थावाद भनेर भनिन्छ। बाइबलले गर भनेको कुरा, नगर भनेको कुरा, तिमीले यसो गरेनौ, तिमीले यसो गर्नुपर्छ, त्यसो गर्नुपर्छ भनेर मानिसहरूमा कर लाउने कुराहरूलाई चाहिँ व्यवस्थावाद भनेर भनिन्छ। अनि व्यवस्था भन्ने शब्दमा यति धेरै कुराहरू, एकदमै धेरै कुराहरू समावेश छन्। मानिसले परमेश्वरको वचन हो भनेर पालन गर्ने सबै साधनहरूलाई, सबै व्यवस्थाका
विधिहरूलाई जनाउँछ। तर यी सबै कुराहरू बिनै परमेश्वरबाट आएको एक धार्मिकता छ। अर्थात् मानिसको कर्म बिना, मानिसको प्रयत्न बिना, मानिसको शक्ति बिना, मानिसको क्षमता बिना, मानिसले गर्न नसक्ने, मानिसले आफैले हासिल गर्न नसक्ने अर्कै कुरा, एक नयाँ तरिकाबाट आउने नयाँ बाटो एउटा खोलिएको छ। अनि यहुदीहरूको निम्ति यो एकदमै अचम्म लाग्ने कुरा हो, किनभने यहुदीहरू चाहिँ सयौं वर्षसम्म त्यो व्यवस्था पालन गर्नमा एकदमै लागेका थिए र व्यवस्था पालन गरेर परमेश्वरबाट मान्यता पाउन खोजेका थिए। अनि वास्तवमा तिनीहरूले चाहिँ बाइबललाई पूर्ण पालन गरेको पनि थिएन, होइन। तिनीहरूका रब्बीहरूले, तिनीहरूका धर्मगुरुहरूले बनाएका कानुनहरू, नियमहरू, जीवनका नियमहरू, जीवनशैलीका नियमहरू पालन गर्ने कुरामा अथवा तिनीहरूको त्यो परम्परा पालन गर्ने कुरामा तिनीहरू लागेका थिए। वास्तवमा तिनीहरूले चाहिँ परमेश्वरको वचन होइन, तर मानिसले बनाएको रीतिहरू पालन गर्ने कुरामा, परम्पराहरू पालन गर्ने कुरामा लागेका थिए। अनि त्यही कुराद्वारा तिनीहरूले चाहिँ अरूलाई दोष लाउने कुराहरू पनि गरेका थिए। अनि येशू आउनुभएको बेलासम्मै ती कुराहरू चाहिँ चलिआएका थिए। अनि ख्रिस्टको मण्डलीहरू स्थापना भएपछि पनि, पवित्र आत्माद्वारा मण्डलीहरूको स्थापना भएपछि पनि त्यस्ता कुराहरू मण्डलीमा ल्याउने मानिसहरू थिए। त्यसकारण क्रिस्चियन मण्डलीहरूमा चाहिँ व्यवस्थामा सुसमाचार मात्रै होइन, व्यवस्थाहरू पनि पसेका थिए। अनि यस्ता समस्या भएका यहुदीहरूलाई चाहिँ पावलले रोमीहरूलाई विशेष गरी यो पत्रद्वारा भनिराखेको छ कि मानिस जाति चाहिँ आफ्नो कुनै क्षमता नभएकोले, मानिसको कर्मले चाहिँ तिनीहरूलाईमा चाहिँ क्रोध ल्याउँदछ। रोमी 3:28 पदमा व्यवस्थाका कर्महरूको पालन बिना नै विश्वासद्वारा नै मानिस धर्मी ठहरिन्छ। व्यवस्थाका कुराहरूमा, व्यवस्थाका तरिकाहरूमा जोड दियो भने चाहिँ जति चाहिँ जोड दिन्छ त्यति नै व्यवस्था पालन गर्न नसक्ने कुरा थाहा पाउन सक्छौँ। र यसले चाहिँ मानिसमा श्राप मात्रै ल्याउँदछ। रोमी 4:15 पदमा किनभने व्यवस्थाले क्रोध ल्याउँछ भनेर भनेको छ। अनि गलाती 3:10 पदमा यसो भनेको छ, व्यवस्थाका कर्महरूमाथि भर पर्ने सबै श्रापित छन्, किनकि धर्मशास्त्रमा यसो लेखेको छ, व्यवस्थाको पुस्तकमा लेखेका सबै कुरामा नरहने र ती पालन नगर्ने हरेक श्रापित हुन्छ। अनि एफिसी 2:8-9 पदमा किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। सम्पूर्ण अनि यी बाहेक सम्पूर्ण बाइबलमा धेरै ठाउँमा यस्ता वचनहरू लेखिएका छन्। मानिसको आफ्नै क्षमताद्वारा, आफ्नै शक्तिद्वारा चाहिँ कदापि यो धार्मिकतालाई हासिल गर्न सक्दैन, किनभने परमेश्वरको धार्मिकता चाहिँ तिनीहरूले बनाउने, तिनीहरूको आफ्नै धार्मिकता भन्दा त एकदमै फरक छ। त्यसकारण मानिसको निम्ति चाहिँ कुनै आशा छैन, आशा थिएन।
तर तर अन्त्यमा त्यो एक धार्मिकता प्रकट भएको कुरा आजको वचनमा भनेको छ। रोमी 3:21 하나님의 것이기도 하고 यो धार्मिकता व्यवस्था बिनै परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ। 나타났다는 것은 뭐 없었던 것인데 यहाँ प्रकट भएको छ भनेको कुरा चाहिँ अहिलेसम्म नभएको कुरा अचानक प्रकट भएको 만들어서 주신 것이 देखा परेको होइन, तर यसअघि पनि अस्तित्वमा भएको कुरा, लुकिएको कुरा, मानिसहरूले देख्न नसकेको कुरा, 그동안에 그런 존재가 있다는 तर 자체가 이렇게 감춰져 있다. अहिलेसम्म लुकाइएको कुरा, नदेखाइएको कुरा चाहिँ देखा परेको, प्रकट भएको हो। 인간이 यो धार्मिकता 옳게 하나님 앞에 चाहिँ मानिस जाति चाहिँ परमेश्वरको अघि सही ठहरिने परमेश्वरको धार्मिकता प्रकट भएको हो भन्ने कुरा। 인간이 갖게 되면은 하나님 보실 때 परमेश्वर मानिसमा त्यो धार्मिकता छ भने परमेश्वरले हेर्नुहुँदाखेरि ओके सही एकदमै ठिक 자로 인정받는 मानिसको रूपमा ठहरिन्छ। यो यस्तो धार्मिकता प्रकट भएको हो। 그동안 어디 있었어요? यो धार्मिकता चाहिँ यसअघि कहाँ थियो त? 어디서 나온 거죠? कहाँबाट आएको हो त? 어디 있었어요? यो धार्मिकता यसअघि पनि अस्तित्वमा थियो। 있었습니다. अनि यी कुराहरू चाहिँ परमेश्वरले 율법과 प्रकाश व्यवस्था र अगमवक्ताहरू मार्फत प्रकाश दिनुभएको थियो। अर्थात् व्यवस्था र अगमवक्ताहरूले पनि यही धार्मिकताको गवाई दिएका थिए। यहाँ चाहिँ व्यवस्था र अगमवक्ताहरू भन्नाले चाहिँ सम्पूर्ण धर्मशास्त्रलाई, सम्पूर्ण पुरानो करार बाइबललाई देखाउँदछ। 바로 다시 말하면 여기 바울 사도는 प्रेरित पावलले चाहिँ परमेश्वरको एक नयाँ धार्मिकताको बारेमा भनेको होइन कि पुरानो करार बाइबलले पनि देखाउँदै आएको अथवा अगमबानी गर्दै आएको अर्थात् प्रकाश दिँदै आएको त्यो धार्मिकताको बारेमा बताउँदछ। तर यहुदीहरूले चाहिँ गलत बुझेका थिए। तिनीहरूलाई लिखित रूपमा दिएको त्यो व्यवस्था पालन गर्नाले चाहिँ तिनीहरूलाई धर्मी ठहराउँछ, तिनीहरूले त्यसो गरेर धार्मिकता हासिल गर्दछ भन्ने सोचेका थिए। तर त्यसो होइन, किनभने मानिसले सम्पूर्ण व्यवस्था पालन गर्न पनि सक्दैन र गर्न पनि खोज्दैनन् र गरे पनि सबै पालन गर्न सक्दैनन् र त्यो तिनीहरूको त्यो पालनले चाहिँ परमेश्वरको धार्मिकताको स्तरसम्म पुग्नै सक्दैन। बाइबलमा हामीले यूहन्नाको सुसमाचार 5:39 हेऱ्यौँ भने येशू प्रभुले यसो भन्नुभयो, तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भने तिमीहरू ठान्छौ। मेरो विषयमा गवाई दिने तिनै धर्मशास्त्र हुन्। त्यो व्यवस्थाले चाहिँ धार्मिकता दिने येशूतिर डोर्याउने काम मात्रै गर्दछ, तर व्यवस्था आफैले चाहिँ त्यो धार्मिकता दिन सक्दैन। त्यसकारण येशूले भन्दछ, मेरो विषयमा गवाई दिने तिनै धर्मशास्त्र हुन्। व्यवस्था र अगमवक्ता अर्थात् सम्पूर्ण धर्मशास्त्रले चाहिँ कसरी मानिसले धार्मिकता ग्रहण गर्ने भन्ने तरिका सिकाएको थिएन। तर आउनुहुने मसीहको बारेमा तिनीहरूलाई चाहिँ देखाउँदै आएका थिए। पुरानो करार बाइबलले चाहिँ यसरी यो रहस्यलाई, अहिले प्रकट भइसकेको यो रहस्यलाई अर्थात् येशूबाट आउने मुक्तिको बारेमा, उद्धारको बारेमा एकदमै प्रकाशहरू दिएका थिए। ती प्रकाशहरू चाहिँ तिनीहरूलाई स्पष्ट र पर्याप्त नभए पनि पटक पटक आउनुहुने येशूको बारेमा, ख्रिस्टको बारेमा तिनीहरूलाई यसो आउनुहुने कुराको बारेमा
희망을 말씀하시는 것을 통하여 आशा र प्रकाशहरू दिँदै आएका थिए। 원래 인간이 의를 성취하기 위해서 주신 것이 मोसा 아니었고 त्यसकारण मोसाको व्यवस्था चाहिँ मानिसहरूले धार्मिकता ग्रहण गर्न सकोस् भनेर दिनुभएको होइन। 기능인 바 하나님의 의를 अनि 드러내는 व्यवस्थाको काम चाहिँ मानिसलाई धर्मी तुल्याउने होइन कि परमेश्वरको धार्मिकता प्रकट परमेश्वर मात्रै धर्मी हुनुहुन्छ भन्ने कुरा प्रकट गर्दछ। अनि एकदमै स्पष्ट कुरा छ कि परमेश्वर चाहिँ धर्मी हुनुहुन्छ र मानिसले चाहिँ परमेश्वरको धार्मिकतासम्म पुग्न असम्भव छ भन्ने कुरा चाहिँ बुझाउँछ व्यवस्थाले। यसरी व्यवस्थाद्वारा चाहिँ मानिसहरूले तिमीहरूले चाहिँ यसो यसो गर्यो भने व्यवस्था पालन गर्यो भने मुक्ति पाउँछ भनेको होइन। तर मानिस चाहिँ कतिसम्म पापी छ, मानिस चाहिँ कदापि धर्मी आफै धर्मी हुन सक्दैन भन्ने कुरा देखाउँदछ। त्यसकारण मोसाको व्यवस्था चाहिँ पापको प्रायश्चित गर्नको निम्ति दिनुभएको होइन, तर एक सङ्केतको रूपमा मात्रै दिनुभएको हो र जसद्वारा चाहिँ मानिसहरूलाई साँच्चीकै पापको प्रायश्चित गर्नुहुने व्यक्तिप्रति डोर्याउने काम गर्दछ। त्यतिखेर मानिसहरूले परेवा र अरू पशु पक्षीहरू चढाएर परमेश्वरलाई बलिदान चढाउँदाखेरि तिनीहरूले चाहिँ थाहा पाउन सक्नुपर्ने हो कि तिनीहरूको पाप चाहिँ पूर्ण रूपमा पखालिएको होइन, तर तिनीहरूको त्यो थुप्रिएको पापहरू चाहिँ क्षमा पाउनु आवश्यक छ। तिनीहरूले प्रतिज्ञा त गरेको थियो, तर तिनीहरूको सबै पाप हटाइएको चाहिँ थिएन। त्यसकारण यसो बाहेक यस संसारमा चाहिँ पापलाई क्षमा गर्ने, पापलाई प्रायश्चित गर्ने अरू कुनै उपाय, कुनै साधन थिएन। तर येशूद्वारा मात्रै, येशूले मात्रै त्यो सम्पूर्ण पापको प्रायश्चित गर्नुभयो। तर त्यसअघि तिनीहरूले पाएको पाप क्षमा चाहिँ एक सङ्केतको रूपमा साँच्चीकै पाप क्षमा दिनुहुने, पापको प्रायश्चित गर्नुहुने एक व्यक्ति आउँदै हुनुहुन्छ भन्ने कुराको आशा तिनीहरूलाई दिलाउँदै आएका थिए। अनि जब त्यो साँचो व्यक्ति आउनुहुन्छ त्यतिखेर तिनीहरूले चाहिँ उहाँलाई चिन्नुपर्ने थियो। पुरानो करारका बलिदानहरू र बलिदानका नियमहरू, ती कुराहरू चाहिँ परमेश्वरले आफ्ना दासहरूलाई प्रभावित पारेर लेख्नुभएका कुराहरू हुन्, लेख्न लगाएका कुराहरू हुन्। तर ती कुराहरूले मानिसलाई पापबाट समाधान दिन भने सकेन। त्यो बलिदानका विधिहरू, कुनै पनि व्यवस्थाका कुराहरूले मानिसको पापलाई हटाउने अथवा पापीहरूलाई नयाँ जीवन जिने, धर्मी जीवन जिउन दिने काम भने गर्न सकेन। मानिसले जति नै ती कुराहरू पालन गरे पनि तिनीहरूलाई त्यो धार्मिकता अथवा तिनीहरूलाई धर्मी ठहराउने काम गर्न सकेन। अनि यस्ता मानव जातिहरूमा परमेश्वरले आफ्नो धार्मिकता प्रकट गर्नुभयो। त्यो चाहिँ येशूमा विश्वास गर्ने विश्वास हो। मानिसले एकदमै प्रयास गरेर, परिश्रम गरेर हासिल गर्ने एकदमै सानो कुरा, एकदमै अस्थायी धार्मिकता अर्थात् तल्लो स्तरको कुरा होइन, तर एक सिद्ध धार्मिकता, सिद्ध परमेश्वरको सिद्ध धार्मिकता येशू ख्रीष्ट हुनुहुन्छ। अर्थात् येशू ख्रीष्टमा विश्वास गरेर त्यो धार्मिकता हासिल गर्न सकिन्छ। अनि हामीहरूको भाषामा चाहिँ येशूको विश्वास अथवा येशू ख्रीष्टमा विश्वास अथवा येशू ख्रीष्टमा गर्ने विश्वास भनेर भनिन्छ।
हाम्रो भाषामा 개념을 구성하는 이제 अ, 그런 방법이고요. चाहिँ यसरी प्रकट गर्ने तरिका छ 영어에 보면은 तर हामीले 예수 안의 믿음. इङ्ग्लिसमा अङ्ग्रेजीमा हेऱ्यो भने यसुभित्रमा हुने विश्वास भनेर भन्दछ 헬라 로만 अनि ग्रिक र 언어 형태로 보면은 ग्रिक भाषाहरूमा हेऱ्यो भने 예수 안의 믿음입니다. यसुभित्र हुने विश्वास In Jesus फेथ इन जिजस भनेर भनिन्छ 안에 यसुभित्र हुने विश्वास यसुभित्रमा विश्वास यसुमा विश्वास 그렇지만 우리는 우리 말로는 예수에 대한 믿음 이렇게 तर हामीहरूको भाषामा चाहिँ यसुको बारे विश्वास 예수 안에 믿음을 같이 병행해서 쓰는 것입니다. अनि यसुमा गर्ने विश्वास 예수에 대한 믿음이라 यसै 하지만 फरक फरक तरिकाले 제가 चलाउने 예수에 गर्छ 대한 믿음이라고 하지만은 그 안에는 예수 안에 믿음이다. यसुको बारे विश्वास 그런데 भन्नेमा चाहिँ यसुमा हुने विश्वास यसुमा गर्ने विश्वास यसुभित्रको विश्वास 미치는 भन्ने अर्थ हो 다 अनि आजको वचनमा चाहिँ यसु ख्रिस्टमा विश्वास गर्ने 믿는 자 सबैमाथि भनेर भनेको छ 아닐까? 여기 믿는 자는 अनि को चाहिँ विश्वास गर्ने मानिस होदा 예수 그리스도를 빠져 있습니다. यहाँ चाहिँ यसु ख्रिस्टमा विश्वास गर्ने विश्वास 생략되는 거죠. 실제는 예수 그리스도를 믿는 자. यसु ख्रिस्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ भनेर भनेको छ यहाँ चाहिँ यसु ख्रिस्टमा विश्वास गर्ने सबैमाथि चाहिँ परमेश्वरको धार्मिकता चाहिँ यसुमा गर्ने विश्वासद्वारा प्रकट भएको छ भन्ने कुरा हो कसमा विश्वास गरेर त यसुमा विश्वास गरेर प्रकट भएको छ यसुमा विश्वास गर्ने विश्वासद्वारा प्रकट भएको छ अनि यो विश्वास चाहिँ 율법의 어떠한 존재와는 관계없이 व्यवस्था बिना नै आउने विश्वास हो 율법의 어떤 관여가 없이 व्यवस्थासँग मतलब नभएको विश्वास हो 하나님의 계시로서 अनि परमेश्वरले 이미 주어지긴 यस अघि पनि प्रकाश दिनुभएको विश्वास हो 유일한 이 우주에 생성된 यो ब्रह्माण्डको उत्पत्ति भएपछि एकमात्र उपाय हो मुक्तिको उपाय त्यो धार्मिकता 오직 예수를 चाहिँ 믿는 यसुमा विश्वास गर्ने विश्वासद्वारा आउने धार्मिकता हो 그 의였다는 것입니다. 나중에 또 다룰 문제가 있지만은 सारामी मानिस चाहिँ एक मानिस अविश्वासी थिए अविश्वासी मानिस चाहिँ विश्वासी भएर मुक्ति पाउँदछ यो समयलाई यो कुरालाई बताएको हो त्यसकारण हामीले ध्यान दिनुपर्ने कुरा छ पवित्रकरण होइन कि एक पापी मानिस चाहिँ एकैछिनमा धर्मी ठहरिने कुरा अर्थात् मुक्ति पाउने कुरा हो यो यसरी कुनै एक मानिसलाई परमेश्वरले दिनुहुने धार्मिकता यसुमा विश्वास गरेर पाउने धार्मिकताको बारेमा हो त्यसो भन्दैमा म विश्वास छ भन्दैमा सबैमा साँचो विश्वास छ भन्न मिल्दैन झुटा विश्वासीहरू पनि धेरै छन् यहाँसम्म कि यसुको नाउँ लिएर यसुको नाउँमा अर्थात् म यसुमा विश्वास गर्ने मानिस छु त भनेर भन्छन् तर त्यस्ता झुटा विश्वासीहरू पनि छन् यसु प्रभुले पनि यूहन्नाको सुसमाचार 8:31 पदमा यसो भन्नुभएको छ यसुले आफूमाथि विश्वास गर्ने यहुदीहरूलाई भन्नुभयो तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हो यसुमा विश्वास गर्ने यहुदीहरू थिए यसुमा विश्वास गर्ने मानिसहरू थिए तिनीहरूलाई प्रभुले भन्नुभएको तिमीहरू मेरा वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ तिनीहरू चाहिँ चेला बन्नुपर्ने कुरा तिमीहरू चाहिँ अनि मेरा चेला हो भने मेरो वचनमा रह्यौ भने मेरा चेला
मानिसहरू हौ। 자기가 예수 믿는 자라고 해서 다 त्यसकारण आफूलाई येशूमा विश्वास गर्ने मानिस हो भन्दैमा साँच्चै धर्मी मानिस धार्मिकता हासिल गर्नेसम्मको विश्वास नहुन सक्छ। म मण्डलीमा धेरै वर्ष आउने जाने गरेको छु भन्दैमा त्यो पनि साँचो विश्वासी नहुन सक्छ। धेरै झुटा विश्वासीहरू छन्। साँचो विश्वासी चाहिँ उहाँको वचनमा आज्ञाकारी हुने मानिस हो। प्रभुलाई पछ्याउने कुरामा खुसी मान्छ। येशूले चाहनुभएको विश्वास चाहिँ उहाँले बोल्नुभएको उहाँको वचन अनुसार जीवन जिउने मानिसहरू हुन्। येशूको वचनमा आज्ञाकारी भएर जीवन जिउने मानिसहरू त्यतिसम्मको जीवनद्वारा विश्वासलाई प्रकट गर्ने परिवर्तन त्यो मानिसमा आएको छ भने मात्रै त्यो मानिसमा विश्वास छ भन्ने प्रमाणित हुँदछ। एक निरपेक्ष विश्वास आज्ञाकारी होइन, तर कति कुरा मात्रै पालन गर्ने, कति कुरा पालन नगर्ने, अर्थात् आफूलाई मन परेको कुरा मात्रै पालन गर्ने त्यस्तो विश्वासीहरू पनि छन्। यस्तो मानिसहरू चाहिँ बाहिरको मानिस जस्तो नराम्रो देखिँदैन, बाहिर रूपमा त विश्वासी जस्तै देखिन्छन्, तर साँच्चीकै त्यो मानिसको विश्वास चाहिँ साँचो विश्वास नहुन सक्छ। येशूलाई पछ्याउने मानिस होइन भने, येशूको चेला बनेको छैन भने। हामीहरूमध्ये पनि त्यस्ता मानिसहरू धेरै छन्, मण्डलीहरूमा त्यस्ता मानिसहरू धेरै छन्। साँचो विश्वास नभएका विश्वासीहरू छन्, बाहिर मात्रै विश्वासी देखा पर्ने विश्वासीहरू छन्। मण्डलीका विधिहरू पालन गर्ने, मण्डलीमा आउने जाने, आराधनामा सहभागी हुने, यस्ता कुराहरू गर्छन्। क्रिस्चियनहरूको व्यवहारहरू देखाउँछन्। त्यो चाहिँ एक धर्म मानेको हो। म फलाना मण्डलीमा जान्छु, मेरो मण्डलीमा मेरो नाउँ दर्ता भएको छ भन्दैमा ती कुराहरू त बाहिरी कुराहरू हो। ती कुराहरूले चाहिँ तिनलाई सुरक्षित राख्न सक्दैन। यी सिस्टमहरू अनुसार जिउँदैमा ऊ चाहिँ विश्वासी हो भन्न मिल्दैन। धेरै मानिसहरूले त्यसो गरिराखेका छन्। येशू र मेरो व्यक्तिगत सम्बन्ध त छैन। वास्तवमा येशू र म बीच व्यक्तिगत सम्बन्ध हुनुपर्ने हो। तर मण्डलीमा आउने जाने गर्दैमा ममा येशूको धार्मिकता छ, ममा विश्वास छ भन्ने कुरामा त्यो कुराले चाहिँ तिनलाई मुक्ति दिएको छ, तिनले उद्धार पाएको छ भन्ने कुरा सुनिश्चित हुँदैन। तर आफूले लिन चाहेको कुराहरू मात्रै चुनेर लिने मानिस येशूमा विश्वास गर्नुपर्ने हो। मानिसलाई धर्मी ठहराउने त्यो विश्वास चाहिँ परमेश्वरबाट दिनुहुने विश्वास हो। अनि त्यो चाहिँ धर्मी ठहरिनु हो। धर्मी ठहराउने विश्वास चाहिँ फेरि भन्नुपर्दाखेरि मानिसलाई उद्धार गर्ने विश्वास चाहिँ कस्तो विश्वास हो त? हामीहरूको बिचमा पनि यसमा विश्वास गर्ने मानिसहरू, साँच्चीकै यसोमा विश्वास गर्ने मानिसहरू धेरै छन्। अनि तिनीहरूको जीवन चाहिँ यसो विश्वास गर्न थालेको दिनदेखि तिनीहरू चाहिँ अर्कै मानिस बनेको हुन्छ। उहाँले परमेश्वरबाट आउने विश्वासद्वारा चाहिँ यसोलाई भेटेपछि तिनीहरूको जीवन चाहिँ
अब ख्रिस्टमा आज्ञाकारी हुने जीवन जिउन थाल्दछ। अनि यस मानिसको जीवन चाहिँ यसुले पनि क्रुस उठाउनु भए जस्तै उसले पनि आफ्नो क्रुस उठाएर यसुलाई पछ्याउँदछ। अनि यस्तो जीवनमा चाहिँ उसले मन पराएको यसअघिका साथीहरूसँग विदाई गर्नुपर्ने हुन सक्छ, अथवा यस्तो यसअघि उसले प्रेम गरेका कुराहरूलाई छोड्नुपर्ने हुन सक्छ। हामीले गाउने गरेको गीत छ, हामी चाहिँ त्यो गीतद्वारा भजनद्वारा स्वीकार गर्ने गर्छौँ। म चाहिँ पछुतो नमान्ने, सबभन्दा पछुतो नलाग्ने कुरा चाहिँ यसुलाई पछ्याउने कुरा हो। मेरो जाल त्यागेर, मेरो सबै कुराहरूलाई पछाडि छोडेर मलाई बोलाउनु हुने प्रभुसँगै हिँड्ने काम। हामीले धेरै पटक यो गीत गाएका छौँ। प्रभु मेरो अगाडि आउनुहुँदाखेरि, प्रभुलाई पछ्याउँदाखेरि चाहिँ सबै कुरालाई मलाई बाधा दिने कुरालाई त्याग्नु पर्ने हुन्छ। यो नै अन्तिम विश्वास हो। यो नै यस्तो मानिसलाई चाहिँ परमेश्वरले अगुवाई गर्नुहुनेछ। त्यो मानिसको प्रभु चाहिँ प्रभु हुनुहुन्छ र त्यो मानिसले चाहिँ प्रभुलाई आफ्नो प्रभु ठान्दछ र त्यसलाई चाहिँ प्रभुले असल बाटोमा डोर्याउनुहुनेछ। त्यसलाई प्रभुले चाहनुभएको बाटोमा डोर्याउनुहुनेछ। सुरुमा यसुलाई चिनेपछि, यसुमा पूर्ण रूपमा यसुको अधीनमा रहेर यसुमा आज्ञाकारी भएर जिउने निर्णय गर्दछ र फेरि फर्केर नजाने, पछाडि नफर्किने निर्णय गर्दछ। यस्तो विश्वास चाहिँ कुनै ज्ञान र सिद्धान्तहरूलाई बुझेर मान्ने त्यस प्रकारको बुझाइ होइन। यो विश्वास चाहिँ अथवा कुनै धर्म मान्ने कुरा पनि होइन, कुनै सिद्धान्त मान्ने कुरा होइन, तर आफ्नो प्रभुलाई आफ्नो स्वेच्छाले एकदमै सक्रिय रूपमा प्रभुलाई पछ्याउने, प्रभुलाई पछ्याउने काम, मनदेखि नै प्रभुमा आज्ञाकारी हुने काम हो। रोमी 6:17 विश्वासदेखि नै, हृदयदेखि नै विश्वास आज्ञाकारी हुने कुरा बताइएको छ। प्रभुले फलानाले यसो भन्यो, पास्टरले यसो भन्यो, अरू विश्वासीहरूले यसो भन्यो भनेर गर्ने होइन कि मेरो आफ्नो स्वेच्छाले, अरू कसैले नराए पनि मेरो स्वेच्छाले उहाँलाई पछ्याउने, खुसी साथ उहाँलाई पछ्याउने र उहाँलाई प्रेम गर्ने मानिस चाहिँ। त्यसरी मुक्ति चाहिँ पापबाट फर्किँदाखेरि सुरुवात हुँदछ। अनि यसमा चाहिँ आफ्नो स्वेच्छाले अब म पापदेखि फर्केर प्रभुमा आज्ञाकारी हुँदछु भन्ने कुरा हो। अनि यो चाहिँ कुनै एक निर्णय मात्रै गरेर हुने कुरा होइन। अनि हाम्रो भावना पनि त्यहाँ समावेश हुन्छ। हामीलाई मुक्ति दिने विश्वासमा चाहिँ हामी चाहिँ भावनामा पनि हामी
이 믿음의 영역에 계속 प्रभावित हुन्छ 믿음은 그냥 생각에서 나오는 것이 아니죠. अनि यो चाहिँ दिमागबाट आउने कुरा होइन यसो गरे हुन्थ्यो यसो गर्नुपर्छ भन्ने होइन अथवा कुनै असल भाव अनुभवहरू असल महसुसहरू होइन अनि मैले चाहिँ यसो गरेको कारणले म चाहिँ क्रिस्चियन हो सधैँ चिसो मन भएको चिसो अवस्था दिमागले चाहिँ कसरी दिमागले सोच्ने र सोचेर गर्ने कुराहरू होइन तर तिनको हृदयको सबभन्दा गहिरो ठाउँबाट त्यो विश्वास उत्पन्न हुनुपर्दछ अनि त्यो भित्र गहिरो हृदयमा चाहिँ प्रभावित हुनुपर्दछ त्यस्ता मानिस नै साँचो विश्वासी हो यसोबाट एकदमै प्रभावित भएर फेरि त पुरानो जीवनमा कहिले नफर्किने तर प्रभुले देखाउनु भएको बाटोमा आफ्नो स्वेच्छाले भित्र हृदयदेखि प्रभावित भएर उहाँलाई पछ्याउने चाहिँ साँचो विश्वासी हो अनि यो यसोमा विश्वास गरेर विश्वासी बन्ने कुरा चाहिँ यसरी ख्रिस्टलाई पूर्ण रूपमा ग्रहण गर्नु हो र ख्रिस्टका सबै कुरालाई ग्रहण गर्नु हो यसोमा विश्वास गर्दाखेरि आत्मिक रूपमा हामीले धेरै लाभहरू पनि पाउँछन् र भौतिक रूपमा पनि हामीले धेरै लाभहरू पाउन सकिन्छ तर धेरै मानिसहरूको जीवनमा परिवर्तनहरू लाभहरू आएको देख्न सक्छौँ तर एक विश्वासी हो भने यी कुराहरू आफूले पाउने लाभहरूलाई मात्रै प्रेम गर्ने होइन कि प्रभुले गर्नुहुने सबै कामहरूलाई प्रेम गर्नुपर्छ अर्थात् येशूले उठाउनको भारलाई पनि उठाउन चाहनु पर्यो कति मानिसहरू चाहिँ त्यो खेतबारीमा कटनी गर्न चाहिँ परिश्रम गर्छन् तर त्यो खेतबारी जोतेर बाली लगाउने छर्ने काम चाहिँ गर्न मन पराउँदैनन् पहिला छर्नु पर्यो बिउ छर्नु पर्यो त्यो खेतबारी खनेर त्यसकारण विश्वासीहरू चाहिँ आफूले पाउने लाभहरू आशिषहरू मात्रै खोज्ने होइन तर भार उठाउनेहरू पनि हुनुपर्दछ ख्रिस्टको निम्ति सहयोग गर्नुपर्दछ ख्रिस्टको कामको निम्ति अनि ख्रिस्टको क्रुसको भार सँगै उठाउन चाहनेहरू हुनुपर्दछ तर मलाई किन यो दिँदैन त्यो दिँदैन मैले यो किन पाएन त्यो पाएन भनेर असन्तुष्टि जनाउनेहरू होइन प्रभुलाई प्रसन्न पार्ने काममा हामी लाग्नु पर्दछ अनि कति मानिसहरू चाहिँ येशूले गर्नुहुने कामहरूलाई बाँड्छन् आफूलाई मनपर्ने काम मन नपर्ने कामको रूपमा बाँडेर आफूलाई मनपर्ने कामहरू मात्रै लिन्छन् त्यस्तो मानिस चाहिँ विश्वासी हो भन्न मिल्छ होला अनि आफ्नो निम्ति एक विश्वासीको रूपमा पाउने विशेष अधिकारहरूको मात्रै खोजी गर्ने गर्छन् मलाई यो दिनुहोस् अझै त्यो दिनुहोस् भन्नेहरू मात्रै तर येशूलाई चाहिँ येशूले गर्नुहुने कामलाई चाहिँ व्यवस्था गर्ने गर्छन् लाभहरू त खोज्छन् तर येशूले गर्नुहुने काममा चाहिँ चासो हुँदैन येशूबाट आउने लाभहरू फाइदाहरू चाहिँ मा चाहिँ जोड दिन्छन् तर येशूलाई चाहिँ वास्तवमा परमेश्वरले हाम्रो राजाको रूपमा दिनुभएको हो तर उहाँलाई राजाको रूपमा ग्रहण गर्न चाहिँ चाहँदैनन् परमेश्वरले चाहिँ हामीलाई
राजाको रूपमा येशू दिनुभएको हो। 나를 위한 왕으로 주셨어요. हाम्रो राजा हुनुहुन्छ उहाँ। 사람들은 그가 तर 제사장인 मानिसहरू 것을 चाहिँ 좋아합니다. 제사장은 उहाँ 죄를 प्रधान 사해줍니다. पुजारी हो 죄의 भन्ने 죄를 कुरामा मन पराउँछन्, किनभने प्रधान पुजारीले चाहिँ पाप क्षमा दिने काम गर्दछ। 그분이 우리에게 तर उहाँ हाम्रो राजा हुनुहुन्छ भन्ने कुरामा चाहिँ सहमति 그래서 그를 위해 हुँदैनन्, सहमति जनाउँदैनन्। 자기를 딱 깨고 자기를 소멸해서라도 그를 기쁘게 해줘야 된다는 것은 생각하지 않습니다. उहाँलाई प्रसन्न पार्ने काम गर्न चाहिँ चासो राख्दैनन्। 하나님께서 하나님 분에게 제사장이며 하나님 분에게 परमेश्वरले चाहिँ त्यही एउटै येशूलाई हाम्रो प्रधान पुजारी र हाम्रो राजा तुल्याउनु भएको छ। तर मानिसहरू चाहिँ उहाँलाई बाँड्छन्, दुई भागमा बाँड्छन् र आफूलाई चाहेको भाग मात्रै लिन्छन्। तर हामी चाहिँ परमेश्वरले चाहनुभए अनुसार येशूलाई ग्रहण गर्नुपर्ने हो। 사람들이 예수 믿을 때 왜 믿습니까? 우선 지옥의 고통에서 मानिसहरू चाहिँ अनि येशूमा विश्वास गर्न चाहन्छन्, किनभने नरकको दण्डबाट बच्नको निम्ति त्यो महत्त्वपूर्ण कुरा हो, आवश्यक छ। तर मानिसहरू चाहिँ येशूलाई चाहिँ नरकको दण्डबाट बच्नको निम्ति मात्रै येशूमा विश्वास गर्छन्, तर अरू कुराहरू चाहिँ चाहँदैनन्। अहिले तत्काल मेरो निम्ति सही कुराहरू चाहिँ मन पराउँछैनन्, असल कुराहरू चाहिँ मन पराउँछन्, तर पापबाट आफूलाई पापबाट बचाउने कुराहरू, आफूलाई पापबाट टाढा राख्ने कुराहरू, आफूबाट पाप हटाउने कुराहरू चाहिँ चाहँदैनन्। तर साँचो विश्वासीले चाहिँ यसुलाई पूर्ण रूपमा यसुको सबै कुरालाई ग्रहण गर्नुपर्दछ। मेरो फाइदाको निम्ति मात्रै होइन, तर उहाँको इच्छा र उहाँको उद्देश्य पुरा गर्नमा पनि आफूलाई दिनुपर्दछ। मेरो जीवनमा येशू ख्रीष्टको काम मद्वारा पुरा मलाई चलाएर प्रभुको कुरा पुरा भएको होस् भन्न सक्नुपर्दछ। अनि यो नै सबभन्दा आशिषित कुरा हो र एक आशिषित विश्वासी हो। अनि यस्तो मानिस चाहिँ नरकको दण्डबाट मात्रै बच्ने होइन, तर हाम्रो सम्पूर्ण जीवनमा उहाँ चाहिँ हाम्रो राजाको रूपमा आफूलाई शासन गर्न, आफूमाथि राज्य गर्न दिन्छन् र उहाँ त्यो कुरालाई महिमाको कुरा ठान्छन्। अनि उहाँको धार्मिकता विश्वास गर्ने सबैमा चाहिँ उहाँले पक्षपात नगरी दिनुहुन्छ। त्यहाँ कुनै भेद छैन। अनि यो चाहिँ उहाँले एक राजाको रूपमा आफ्नो प्रभुत्वद्वारा उहाँकोलाई राजाको रूपमा उहाँको प्रभुत्वमा विश्वास गर्नेहरूमा उहाँले त्यो धार्मिकता दिनुहुन्छ। यो चाहिँ मानिसलाई पक्षपात नगरी उहाँले दिनुहुन्छ। त्यो मानिस कस्तो हो, यसअघि कस्तो मानिस थिए भन्नेमा, अनि यहुदी होस् अन्य जाति होस् सबैलाई उहाँले त्यो विश्वास हुने सबैमा चाहिँ उहाँको त्यो धार्मिकता दिनुहुन्छ। त्यो यहुदी होस् अन्य जाति होस्, विश्वास गर्ने सबैमाथि चाहिँ परमेश्वरको धार्मिकता त्यो विश्वासद्वारा प्रकट हुँदछ। हालेलुया। यसो प्रभुले भन्नुभयो यूहन्ना 6:37 सबै मका आओ। पिताले मलाई दिनुहुने सबै मका आउने छन् र मका आउनेलाई कुनै रीतिले म त्याग्ने छैन भन्नुभयो। त्यसकारण प्रियहरू, हामीहरू चाहिँ यसोमा आज्ञाकारी हुने विश्वासीहरू हामी बन्न सकौँ। आफ्नो आवश्यकताको निम्ति मात्रै होइन,
정말 순종하는 तर 것이길 उहाँमा 주님으로 आज्ञाकारी 축원합니다. भएर उहाँ विश्वास गर्नेहरू हामी हुन सकौँ। 예수님의 येशूका 인도로 सम्पूर्ण 자신의 कुरालाई 일을 선한 자, अ, 십자가의 प्रेम 지기를 गर्नेहरू हुन 거부하지 सकौँ। 않고 십자가의 क्रुस उठाउनलाई इन्कार 고난을 गर्नेहरू 짐지기를 नहो, 주저하지 않는 कष्ट उठाउनेहरू 인정하시기를 예수 이름으로 हामी 축원합니다. सबैजना हुन सकौँ। यस्ता विश्वासीहरू हामी बन्न सकौँ। 하나님의 येशूमा 의를 विश्वास 얻는 자 गरेर परमेश्वरको 받으시길 धार्मिकता 예수 이름으로 축원합니다. सबैले पाउन सकेको छ भने येशूको नाममा आशीर्वाद दिँदछु। हालेलुया। 기도하겠습니다. हामी प्रार्थना गरौँ। 하나님, प्रार्थना गर्दाखेरि परमेश्वर 나 정말 믿는 자, म साँच्चीकै विश्वास गर्ने 정말 믿는 자 विश्वासी 되시길 바랍니다. भन्न चाहन्छु। 그리스도의 모든 걸 사랑합니다. ख्रिस्टको सम्पूर्ण कुरालाई प्रेम गर्न चाहन्छु। सबै कुरालाई ग्रहण गर्न चाहन्छु। 주시는 혜택도 좋고 प्रभुले दिनुहुने आशिषहरू पनि लाभहरू पनि 십자가도 사랑하고 अनि उहाँको 내 인생은 क्रुसलाई पनि 그를 प्रेम गर्न 통하여 चाहन्छु। 다 바뀌었고 그를 위해 살 것입니다. उहाँको निम्ति जिउन चाहन्छु। 받아주시고 प्रभु मलाई सहायता गर्नुहोस्, हामीलाई सहायता गर्नुहोस्। हामी म साँचो धार्मिकता म चाहिँ साँचो विश्वासी बनेर ममा साँचो धार्मिकता हुन सकेको होस् भनेर हामी प्रार्थना गरौँ। 하나님이여, 우리는 믿는 자, 오직 예수 그리스도를 신뢰하고 예수 그리스도를 따라가고 예수 그리스도를 마음에 모시며 심령 가운데서 역사하시는 주인으로 모시는 우리가 되길 원하오니 우리를 바라 주시고 역사해 주시옵소서. 주여, 우리 여러분의 믿음을 새롭게 하시고 주여, 우리 주님을 제사드릴 뿐만 아니라 영원한 우리 왕으로 모시는 우리가 되길 원합니다. 주여. 하나님 아버지, परमेश्वर पिता, आज वचन सुनेका हाम्रा सबै सन्तानहरूलाई तपाईँले सहायता गर्नुहोस् र प्रभावित पार्नुहोस् र अगुवाई गर्नुहोस् भन्ने चाहन्छु। हाम्रा यसअघिका सबै जीवनहरूलाई हेऱ्यो भने हाम्रो निम्ति एकमात्र आशा, हाम्रो एकमात्र आनन्द र हाम्रो एकमात्र आशिष र हाम्रो एकमात्र मुक्ति चाहिँ प्रभु मात्रै हुनुहुन्छ। प्रभु प्रतिको विश्वास र प्रभुभित्र हुने विश्वास हामी सबैजनाले लिन सकेको होस्। हाम्रो जीवनमा परिवर्तन आएको होस् र सत्य जीवन हामी जिउन सकौँ र हाम्रो भित्री गहिरो हृदयद्वारा प्रभुलाई पछ्याउन सकौँ। सबैजना परमेश्वरले तयार पार्नुभएको, परमेश्वरले दिनुभएको धार्मिकतालाई ग्रहण गर्नेहरू सबै हुन सकेको होस्, पाउन सक्नेहरू सबै हुन सकेको होस्। येशूको नाममा प्रार्थना चढाउँछौँ। आमेन। प्रेरित पत्रुसले प्रभुको अघि स्वीकार गरेको स्वीकार हो अनि आज हामीहरूको स्वीकार पनि यही नै हो। हामी भजन गाएर फेरि यो स्वीकार गरौँ, हाम्रो भित्री केन्द्रमा हृदयमा हामी स्वीकार गरौँ। 내가 가장 후회하지 않는 일, 예수를 따르는 일, 내 금을 버리고 내 사랑들 뒤로 하고 나를 부르신 주님과 동행하는 일, 나의 평생에 소원하는 일, 예수를 닮아가는 일, 굳은 마음 제하시고
사랑을 가르치신 나의 예수님을 사랑하느니 날 부르심에 감사 날 놓지 않으신 감사 하늘 보자 버리고 날 사랑하심에 감사 나의 모든 삶을 남은 모든 인생을 예수님과 함께 걷겠습니다. 내가 가장 후회하지 않는 일 예수를 따르느니 내 금을 버리고 내 사랑을 위로하고 나를 부르신 주님과 동행하느니 나의 평생에 소원하는 일 예수를 닮아가는 일 굳은 마음 제하시고 사랑을 가르치신 나의 예수님을 사랑하느니 날 부르심에 감사 날 놓지 않으신 감사 나를 꽂아버리고 날 사랑하심에 감사 나의 모든 삶을 남은 모든 인생을 예수님과 함께 걷겠습니다. 네가 나를 사랑하느냐 네가 나를 사랑하느냐 네가 나를 사랑하느냐 주님 내게 물어보시네 내가 주를 사랑합니다 내가 주를 사랑합니다 내가 주를 사랑합니다 내가 주를
받겠습니다. 할렐루야. 이제는 अब हाम्रा प्रभु यीशु ख्रिस्टको अनुग्रह अनि परमेश्वर पिताको महान प्रेम र पवित्र आत्माको सङ्गति सँगै आराधना चढाएका हाम्रा सबै सन्तहरूमा अहिलेदेखि सदा सर्वदा रहेको होस्। आमेन। 오늘 우리를 받아주신 하나님께 감사 영광 올려드립시다. आज हामीलाई ग्रहण गर्नुभएको निम्ति परमेश्वरलाई धन्यवाद र महिमा चढाउँ।